हेलो गाइज, दर्शक नमस्ते नमस्कार सबैजनालाई। आज चाहिँ म एउटा छोटो भन्दा नि छोटो भिडियो लिएर आएको छु। अन्तिम समय हेरिदिनु होला। आज चाहिँ हामी माछा मार्न जाँदैछौँ। 3 जना, पछाडि एउटा भाइ छ, एकजना यहाँ छ ड्राइभर। बिस्तारै कुदायो भनेको उडाएको गर्छ। यहाँ कहाँ लगेर फिलिट चिप्लाई पठाउने हो कि भन्ने डर लाग्छ मलाई। 100 भन्दा माथि काट्नु डर लाग्छ। ऊ 120मा कुदाउँछ होइन। अब यहाँबाट गएर बल्छी खेल्ने माछाको चारो झिङ्गा माछा किन्ने हो। त्यसपछि खेल्नु जाने, माछा मार्ने। माछा मारेर भरे तपाईँहरूलाई म देखाउने छु कति मर्दो रहेछ। 10 रुपियाँले पुग्छ। चारो किन्नेछौँ। ये कितना है? मासु 18 लगाया 10 क्यामेरा अगाडि पछाडि किन हुँदैन? किन हुँदैन? मलाई सिस्टम हुँदैन। हेलो साथीहरू, आज फाइनली हामी आइपुग्यो। अब कता राख्ने गाडी? मान्छेहरू टन्नै खेल्दै रहेछ। हामी पनि भित्र गरेर खेल्नुपर्छ। कसरी माछा मार्ने अब चाट चलाएर देखाउँछ। मान्छेहरू पनि खेल्दै रहेछ थुप्रै। हाल्यो हाल्यो चारो यो हाम्रो माछा त्यहाँ छ, मेरो बल्छी यहाँ छ। कतिले माछा परे जस्तो छ? कैँची छैन ठुलो। कत्रो माछा यार। बड़ा मछली पर गया, लग गया। कत्रो माछा, कस्तो खालको माछा पऱ्यो यहाँ बल्छीमा? अति मान्छे माछा हेर्नुपर्छ। मान्छेहरू बल्छी खेल्ने मान्छेहरू खोइ देखाएको त? मैले चाहिँ यसले मारे हो। माछा हाम्रो बेला देखाउ त। ओहो माछा त कति धेरै। ए जामै अब आया, खुट्टा दुखेछ यार। यहाँ हाम्रो गाडी चरा पनि पर्यो पनि मरेछ। 2 केजी भयो होला है? भयो 2 केजी त। 2 केजी नि 4 केजी होला, 4-5 केजी होला। उचालै पानी होला, पानी छ नि त यहाँ। रहेछ, टन्नै रहेछ यार। यो माछा पनि छ यहाँ, हेरौँ न। कचिप्लो यही होला 1 केजी त नि। यो कुन माछा? थाकियो फाइनली। माछा मारेर खोलाबाट फर्क्यो हामी। माछा पनि टन्नै मारियो के अरे। अब लगेर चट्टसँगले बनाएर झ्याम्म खाने होइन त? हो के अरे भाइ? कता गयो? यता आऊ न, यता खोइ। चट्ट गएर बनाएर खाने हो। ए मार्दा भोक लाग्यो। खोला खेल्नु त लास्टै भोक लाग्छ त होइन? पुरै माछा बनाउने भयो यार। पर्यो नि धारैमा। ल गाइज, अब आजको भिडियो यति हो। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब त के भन्नु होइन? सब्सक्राइब त फेसबुकमा भएकै छैन। लाइक, सेयर, कमेन्ट गर्नु। अनि आज माछा माराइ कस्तो भयो तल कमेन्टमा प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला भन्दै आजलाई बाई बाई, टाटा।